सबैजनालाई आज यो शनिबार दिउँसो चाहिँ एक कप मिठो चिया लिएर यहाँहरूसँग आएकी छु। भर्खर मात्र मेरो साथीहरूसँग कुरा गरेर सकाएँ। शनिबार, आइतबारमा चाहिँ धेरै जस्तो मेरो मिल्ने साथीहरूसँग कुरा गर्ने गरेको छौँ। कोही नेपालमा, कोही क्यानाडामा, यहाँ। अनि साथी त सबैभन्दा माथि हुन्छ भन्छु जहिले पनि। साथीहरूसँग कुरा गर्दा विभिन्न यावत विषयमा कुरा गरिन्छ, रमाइलोको कुरा हुन्छ, जिस्किने जिस्काउने कुरा हुन्छ। र उनीहरूले जिस्कायो कि तिम्रो ग्रान्ड मायाले चिया खाने बेलामा हाम्रो सुत्ने बेला हुन्छ अथवा चाहिँ हामी यसो गर्ने बेला हुन्छ भनेर मलाई जिस्काइरहे। अनि त्यतिखेर मैले भन्दा के भनेँ भने नि अब त म त सबै काम सकेर ग्रान्ड माया त बनिहालेँ। मलाई अब यसपालिको चाहिँ ट्राभलको कुरा गर्दा चाहिँ काशी जान मन छ भने। र कुरै कुरामा, रमाइलोकै कुरामा के प्रसङ्ग निस्क्यो भने कहिलेकाहीँ काशी भनेको त बुढेसकालमा जाने हो अथवा चाहिँ मृत्युवरण गर्ने बेलामा जाने हो भन्ने न चलिआएको छ। तर मैले चाहिँ रमाइलोसँग काशी जान्छु। काशी वान अफ माई एकदमै मनपर्ने ठाउँ हो भन्ने कुराकै क्रममा चाहिँ के भने हामीले जीवनमा कसैले ढिलो, कसैले चाँडो त जीवनका विभिन्न पथहरू, यात्राहरू तय गरि नै रहेको हुन्छौँ। म आफू ग्रान्ड माया बनेँ। आई गट म्यारिड अर्ली, छिट्टै बिहा भयो, टिनेजरमै मदर बनेँ, अहिले ग्रान्ड मदर बनेँ। समयको नियम हो, कोही छिटो, कोही ढिलो त हुँदै गर्छ। तर कसरी समयलाई लिएको छ, कुन हिसाबमा समयलाई बाँचिराखेको छ, कत्तिको खुसी भएर, कत्तिको इन्जोय गरेको छ, त्यसले चाहिँ आफ्नो एज पनि र आफ्नो जीवनलाई पनि त्यसैले नै मापन गर्छ जस्तो लाग्छ। किनभनेदेखि अहिले म नै आफू फर्केर हेर्दा जीवनको 30+ इयर्स चाहिँ एज अ म्यारिड वुमन एउटा पत्नी बनेर बिताउँदा, आमा बनेर बिताउँदा र अहिले ग्रान्डमा बनिरहँदा चाहिँ खुसी लाग्छ जीवनलाई फर्केर हेर्दा। अनिखेरि त्यस्तै गरेर बिस्तारो बिस्तारो मृत्यु पनि त एउटा अर्को स्टेपै त हो। जब हामीले खुसी भएर जीवन बिताउन थाल्छौँ नि, त्यसले गर्दा मृत्यु पनि अर्को फड्को मात्रै लाग्छ। तर कतिजनाले चाहिँ हामी मरण भन्ने कुरा अथवा एजिङ भन्ने कुरा चाहिँ कुरै गर्नु हुँदैन भने जस्तो गर्छन्। हो न हो, कुरा गऱ्यो भने त्यो भइहाल्छ, आइहाल्छ अथवा चाहिँ आफूलाई एकदमै फरक सुनिन्छ भन्ने नै हुन्छ नि। यही क्रममा चाहिँ आज त्यही मेरो साथीहरूसँगै पनि अ, विलको कुरा गर्दै थियो। पहिला-पहिला सिनेमामा देखाएको जस्तै आफू मरणासन्न हुने अवस्थामा चाहिँ मेरो वसियतनामा बनाउने भनेको त त्यो हामीले हिन्दी सिनेमामा हेर्दै आएको थियौँ। तर त्यही प्रसङ्गमा भने कि मैले कसरी चाहिँ एउटा अ, आफू अ, आमा भएको हिसाबले, आफू चाहिँ एउटा जिम्मेवार वुमन नागरिक भएको हिसाबले चाहिँ हामीले कसरी आफूलाई चाहिने कुराहरू स्पेसली यो फाइनेन्सियल सेक्टरको कुराहरू चाहिँ कसरी समयमै हामीले व्यवस्थित गर्दै लानुपर्छ, चाहिने कुराहरू समयमै गर्नुपर्छ भन्ने त्यो प्रसङ्ग निस्केपछि काशीको कुरा निस्किँदा निस्किँदै र त्यतिखेर जब विल बनाउने कुरा आयो, ट्रस्ट बनाउनु किन आवश्यकता छ त? झन् स्पेसली हामी जो विदेशमा बसिरहेका छौँ, इमिग्रेन्ट वुमेनहरू छौँ, जसमा चाहिँ केही भइपरि आएको बेलामा गइहाल्नाले आफ्नो परिवार हुँदैन, कसले हेरिदिने भन्ने हुँदैन र आफ्नै बालबच्चाको लागि पनि आफूले नै मेहनत गरेर जो गरेको कुरा पनि कति कुरामा यदि हामीले सानो एउटा पेपर बनाएको छैनौँ भने, हाम्रो एस्टेट प्लानिङ गरेको छैनौँ भने, ट्रस्ट तयार गरेको छैनौँ भने चाहिँ त्यो चाहिँ सिधै प्रोभेट कोर्टमा जान सक्छ। र जुन कुरालाई चाहिँ हामीले पहिला कुरै गर्न चाहेका हुँदैनौँ, छ समय भन्दै टाढिरहेको हुन्छौँ। म त्यो उमेरमा पुगिसकेको छैन, मैले चाहिँ मेरो त्यो गर्ने बेला भइसकेको छैन भनेर टाढिरहेको हुन्छौँ। कुनै बेलामा अप्रत्याशित रूपले अथवा सोच्दै नसोचेको कुरा आइपर्दा चाहिँ कति परिवारहरू देखिएको छ। म टेक्सासमा बस्छु। सबै जो बाहिरहरू बस्नुभएको छ उहाँहरूले भन्नुभएको छ कि केही कुरा पनि भनेर एकदमै बेल बजाएर त आउँदैन नि, जब आउँछ त्यतिखेर चाहिँ यस्तो सानो कुराले जुन कुरा हामीले समयमै गर्न सकिन्थ्यो, एउटा एस्टेट प्लानिङ गरेको भए, एउटा ट्रस्ट बनाएको भएदेखि चाहिँ त्यो कुरा चाहिँ जुन अ, कति धेरै आउने समस्याहरूलाई जुन बेलामा परिवारहरूलाई अर्कै आपत परेको हुन्छ, अर्कै बेदना परेको हुन्छ, त्यो कुरामा त्यो झमेलाबाट जानु पर्दैन थियो। र प्लस प्रोभेट कोर्टको कुरा गर्दा चाहिँ आफ्नै सम्पत्ति आफ्नो बन्न, आफ्नै सानो बच्चाहरू छन् भने त्यसको गार्जियनसिप चाहिँ कोसँग दिने भन्ने कुरा कोर्टले निर्धारण गर्ने कुरालाई त्यो लड्नलाई पनि समय पनि, पैसा पनि उत्तिकै लाग्छ भनेदेखि हामीले अहिले नै पनि आफ्नै साथीहरूसँग कुरा गर्दा, जीवनसाथीसँग कुरा गर्दा, परिवारसँग कुरा गर्दा रमाइलो एउटा ठाउँमा छ, खुसीको कुरा गर्ने, जिस्किने कुराहरू एउटा ठाउँमा छ। तर
at the same time we have to be very conscious, we have to be very responsible and careful that हाम्रो चाहिने कुराहरू चाहिँ हामीले सर्ट आउट गर्दै गएको छौँ अथवा गर्नुपर्ने कुरा गर्दै जानुपर्छ भन्ने कुरा चाहिँ हामीले आफूले पनि गर्नुपर्छ, आफ्नो साथीभाइलाई, आफ्नो मिल्नेहरूलाई पनि बताउनुपर्छ र त्यो प्रसङ्ग आज पनि हामीले साथीभाइमा त्यो कुरा गर्यो काशी जानेबाट निस्केको कुराबाट वसियतनामा अथवा विल बनाउने भनिन्छ र यहाँ बाहिर बस्दा चाहिँ विल मात्र भएर पुग्दैन। विल चाहिँ मेरो आफ्नो सम्पत्ति कसलाई कसलाई दिने भन्ने हो भनेदेखि जबसम्म ट्रस्ट बनेको छैन, स्टेट प्लान गरेको छैन, त्यो कम्प्लिट हुँदैन भनेपछि यसबारेमा अरू बुझ्न मन लाग्यो भने चाहिँ यु क्यान मेसेज मी र आफूले थाहा भएको कुरा म सेयर गर्न चाहन्छु। सेयर गर्न सक्छु, सेयर गर्न चाहन्छु र सबैले जसलाई थाहा छ त्यो कुरा जसले गर्नुभएको छ एकअर्कालाई सेयर गर्नु, बताउनु र इन्करेज गर्नु त्यो रेस्पोन्सिबिलिटी पनि म ठान्छु। किनभनेदेखि हामीले परिवारमा त बस्छौँ हामी, बालबच्चा जन्माएका हुन्छौँ, हुर्काएका हुन्छौँ, तर उनीहरूको लागि गरिदिनुपर्ने कति कुराहरू जुन सानो स्टेपले तुरुन्त गर्न सकिने थियो, त्यो नगर्दा चाहिँ त्यसले आउने पछिको समस्याहरूबारे र त्यसले चाहिँ ल्याउने एउटा एक किसिमको ह्यासल, नट अन्ली इमोसनल, नट अन्ली फाइनेन्सियल, तर कति कुरामा आउने कुराहरूलाई चाहिँ हामीले रोक्न सकिन्छ, सल्टाउन सकिन्छ र यस्ता कुराहरू पनि कहिलेकाहीँ चाहिँ आफ्नो साथीभाइहरूसँग परिवारमा गर्नुहोस् है, के हामीले बनाएको छौँ त, हाम्रो स्टेट प्लानिङ भएको छ कि छैन त भनेपछि कति हामी वुमेनको म वुमेनको स्पेसली कुरा गर्छु किन म आफै पनि आमा हुँ, आफै पनि पत्नी हुँ होइन, छोरी बुहारी हुँ। अनि कति कुरामा कति वुमेनहरूलाई देखेको चाहिँ मेरो त उहाँले हेर्नुहुन्छ खै सबै उहाँले हेर्नुपर्छ। उहाँलाई मात्र नकुर्नु साँच्चीकै मायाले हो भनेदेखि तपाईँले एक्स्ट्रा गरिदिँदा तपाईँको उहाँलाई पनि सजिलो हुन्छ। तर कतिजनाले चाहिँ त्यो पावर सबै उहाँलाई दिएर आफू चाहिँ टोटली अनभिज्ञ भइरहनुहुन्छ र जब कहिलेकाहीँ नहोस् तर कसैको चाहिँ कोही अगाडि कोही पछाडि जाने पालो आयो भने उहाँ रहनु भएन भने कसले गर्छ त? ज्ञान त आफूले सिकेर पनि कहिले खेर जाने कुरा होइन। जब भनिन्छ नि इफ अ वुमन इज एजुकेटेड, इफ अ वुमन लर्न्स, नोज सी क्यान टिच द होल फ्यामिली। त्यही भएर तपाईँ पनि त्यो आमा भएर, त्यो वुमन भएर सबैलाई सिकाउनु नि थाहा भएको कुरा सेयर गर्नु। जसरी जानी नजानी म पनि सेयर गरिरहेको छु किनभने मैले आफ्नो गरेको छु र गर्नु आवश्यक छ। एउटा पारिवारिक अध्ययन विज्ञानको विद्यार्थी भएको हिसाबले त्यसैको पठन पाठन गराउने हिसाबले चाहिँ कति आवश्यक छ भन्ने कुरा महसुस गरेर आफ्नो गरेको छु र आफ्नो साथीभाइलाई पनि भनेको छु र काशी त जानु नै छ मलाई। तर काशी जानु रमाइलोसँग जुन मृत्युवरण गर्न होइन, जीवन वरण गर्न हामीले रमाइलो कुराहरू गर्नुपर्छ। त्यति भन्छ इन्जोय योर सन्डे, ह्याप्पी सन्डे।